नेपाल प्रेस युनियनको राष्ट्रिय नवौं महाधिवेशन हेटौडामा सम्पन्न भएको छ। श्रावण 6 र 7 गते सम्पन्न नवौं महाधिवेशनमा देखिएका केही झलकहरू यहाँहरूमाझ लिएर आएका छौँ। हेटौडाको रोयल पार्टी प्यालेसमा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका थिए। यसैगरी यस महाधिवेशनमा 77 वटै जिल्लाका नेपाल प्रेस युनियनका पार्षदहरू तथा जिल्ला अध्यक्षहरू सहभागी भए। खास गरी प्रजातान्त्रिक पत्रकारहरूको सङ्गठन हो नेपाल प्रेस युनियन। डेमोक्रेट विचारधारा राख्ने पत्रकारहरू यस सङ्गठनमा आबद्ध छन्। हेटौडामा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रपछि चुनाव 7 गते भयो। यो चुनावमा विभिन्न झलकहरू देखियो। प्रचार प्रसारका विभिन्न माध्यमहरू देखियो र यो भिडियोमा हामी हेटौडा महाधिवेशनको धेरै रोमाञ्चक एवं रोचक तथ्य दृश्य यहाँहरूमाझ लिएर आएका छौँ। पक्कै पनि हेर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला। बाइकमा उम्मेदवारको प्ले कार्ड छातामा टाँगेर पनि यसरी प्रचार प्रसार गरियो। अधिकांश उम्मेदवारहरू आफ्नो प्ले कार्ड यसरी नै छातामा टाँगेर प्रचार प्रसार गरेका छन्। प्राप्त गर्नुभएको र अम्लामा मसिलाउनु भएको त्यही आएर दिन्छौँ।
या आता गडबड करे खसा देणार ते Yeah,